साथीहरू आज जुन रूपमा थापाथलीमा दृश्य देखियो सुकुम्बासी बस्ती हटाउँदै गर्दा यो दृश्य चाहिँ अलिक पहिलाको दृश्यहरूभन्दा अलिक अनौठै छ। नेपाल प्रहरीलाई हामीले जुन रूपमा जुन नजरमा हेरिराख्नु भएको थियो नि भिडियोहरूमा देखिरहेको थियो नि आक्रोश जहिले किन पिट मात्रै यो दृश्यले देखाउँदैछ क्या। पछाडि हेर्नुहोस् यस्तो नि हुँदो रहेछ। उहाँहरूले सहयोग गर्दै हुनुहुन्छ जो कि उहाँको सामान के छुटेको छ उहाँहरू आफ्नै गाडीमा नगरपालिकाको गाडीमा राखेर स्थानान्तरण गर्दै हुनुहुन्छ। उहाँहरूले सुझाव पनि दिँदै हुनुहुन्छ उहाँको धेरै सामानहरू छ भने बरु नलानु, ओट्ने ओछ्याउने चाहिने एक जोर सामानहरू मात्रै लानु, जो कि पकाएर खानुलाई एक जोर अहिले तत्काललाई त्यही पनि उहाँहरूले नै व्यवस्था गरिदिने भनिराखेको छ। वास्तविक सुकुम्बासी तपाईँहरूलाई के लाग्छ? उहाँहरू नै हुनुहुन्छ हो। अब हुकुमवासीहरू भने अब अस्तिको जस्तो उग्र क्या, उनीहरूलाई बसी खाने। यसो दृश्य हेर्नुहोस् न, उहाँहरू कस्तो अवस्थामा बस्नु भएको रहेछ। उहाँहरूलाई अब बर्खा लाग्दैछ, अब करिब 1 महिना 1.5 महिना पछाडि नेपालमा पानी पर्छ, भारी वर्षा हुन्छ। त्यसपछि त्यो खोलाको डिलमा हेर्नु त आम्मा यस्तो अवस्थामा त्यो खोला त भरेर कहाँ पुग्छ पानीले थेक्नु सक्दैन। जतै घर छ काठमाडौँमा। अब उहाँहरू डुबानमा पर्ने, उहाँहरू बगाएर लाने, फेरि पीडित के। त्योभन्दा अहिले जे गर्नुभयो सरकारले धेरै राम्रो काम गर्नुभयो। अब यसको विरोधीहरू गरेर केही फाइदै छैन साथीहरू। सरकारको यो कामप्रति हामीले जहिले पनि सकारात्मक सोच र सम्मान गर्नुपर्छ साथीहरू। अब हुकुमवासी के भन्दा पनि हामीले सकारात्मक सोच राख्नुपर्छ साथीहरू।